हेर्नुहोस् गाइस, यो भनेको विश्वको सबैभन्दा ठुलो र ज्ञानी बुद्धिमानी माछा। यसको नाम चाहिँ के हो थाहा छ हैन? यसको नाम चाहिँ यो वाला माछा हैन, नाम यो वाला हो। यसको चिप्ले माछा हैन, मेरो लागि चिप्ले माछा विश्वको सबैभन्दा लामो जुङ्गा हैन। यो चाहिँ कहीँ पाइन्न। यो हाम्रो यो झापा र मोरङको बिचमा यो रतुवा भन्ने छ, रतुवा माई हो, त्यसमा चाहिँ पाइन्छ। ल टक्क लाएर अब अर्को फेरि भटाक हैन। यो चाहिँ सबैभन्दा फेरि यो चाहिँ एकदम फुर्तिलो माछा भने यसलाई चिनिन्छ हैन। भनेपछि अब अर्को चाहिँ यहाँ फेरि मस्तै छ के, कुन देखाम हैन। यो फेरि यो थाहा छ, यसले चुरोट रक्सी सब खाने यो माछा। फेरि यो त्यो रिङाएर एकदम सुतिरहेको थियो। यसको पुरा दिमागै आउट भएको है, फेन्ड। अनि त्यसपछि गएर अरू छन् यसका यो चेलाहरू हो, यिनीहरू हैन। यो सेक्युरिटी गार्डहरू गर्छ। माछालाई एकचोटि ढ्वाट्ट लाएर हैन मजाले पातदिएको साले सबैजना फेन्ड। ठाउँको ठाउँ ल, सब ठाउँको ठाउँ ल। मैले फेरि टक्क माथि बसेर म फेरि हेरिरहेको थिएँ हैन। साललाई ड्याम पातिदिइरहेको त माछा जाऊ त फ्यान्टु भन्ने, म पनि फ्यान्टु होइन है। ल आजले यति नै गाछ।